Hi everyone, welcome to my YouTube channel. आज फेरि पनि हामी एउटा राम्रो प्रोजेक्टको साथ उपस्थित भइसकेको छौँ। आज हामीले एउटा सानो पफ बनाउने छौँ। हेर्न सक्नुहुन्छ हामीले विभिन्न प्रकारका विभिन्न कलरका पफ बनाएका छौँ। र आउनुहोस् यो पफलाई कसरी बनाउने। पहिला हामी एउटा स्केलको सहायताले हामी 10 चोटि यो धागोलाई घुमाउने छौँ। हामीले पहिला सेतो रङको धागोको बनाउने गइरहेको हाम्रो 10 वटा भइसक्यो। अब हामी कैँचीको सहयोगले काट्ने छौँ र त्यसलाई अलिक राम्रोसँग निकालेर बिचमा धागो सेम कलरको धागोले हामी फेर्ने छौँ र हाम्रो पफ चाहिँ येलो कलरको पफ छ र बिचमा हामीले सुईको सहयोगले हामी धागो भर्ने छौँ र हेर्न सक्नुहुन्छ यहाँ विभिन्न प्रकारका विभिन्न कलरका पफहरू बनेर तयार भइसकेको छ। र अब हामी यो 3 कलरको पफलाई एकै ठाउँमा जोडेर एउटा गुच्छा फुलको गुच्छा जस्तो बनाउने छौँ र फुलको गुच्छा जस्तो हाम्रो तयार भइसकेको छ। यस्तै गरेर 5 वटा फुलको गुच्छा जस्तै बनाउने छौँ र हामीले देख्न सक्नुहुन्छ हाम्रो 5 वटा फुलको गुच्छा जस्तै पफको गुच्छा तयार भइसकेको छ। जसमा चाहिँ हामीले चाहिँ फुर्का बनाउने छौँ। कम्मर बन्द, त्यसलाई कम्मर बन्द पनि भन्छ, जो हामीले चाहिँ कम्मरमा लगाउने छौँ र कलर र हजुरको इच्छा अनुसार हजुरले पफ बनाएर त्यसलाई जोड्न सक्नुहुन्छ। र कम्मर बन्दको लागि हामीलाई एउटा चेन चाहिन्छ, जो चेन हामी चाहिँ बनाउन गइरहेको छौँ। पहिला हामीले नट बनायौँ र त्यसमा एक घर लियौँ र त्यसपछि त्यसलाई चाहिँ फिनिस गर्छौँ र फेरि एउटा सानो चेन लिने र फेरि जुन सानो चेन लिनुभएको थियो त्यसैनिर त्यो चेनबाट हामी सानो चेन लिनेछौँ र यो यसै गर्दै हाम्रो आफ्नो कमरको साइज अनुसार हामीले चेन बनाउनेछौँ, जसमा चाहिँ चेन ठुलो सानो आफ्नो कमरको हिसाबले हुन्छ। हामीले चाहिँ हरियो रङको चेन बनाउनुहुन्छ भने हजुरले आफ्नो कलर रुचाएको कलर आफूले मन परेको कलरबाट चेन बनाउन सक्नुहुन्छ। हाम्रो चेन तयार भइसकेको छ र अब चाहिँ हामी यो चेनमा यो फुलका यो पफहरू जोड्नेछौँ। सबभन्दा पहिला छेउमा हामी 2टा पफ जोइन गर्नेछौँ र अर्को साइडको छेउमा पनि हामी 2टा पफ नै जोड्नेछौँ र त्यसपछि त्यसमध्येको बिचमा हामी 3-3टा पफ हामी जोइन गर्नेछौँ र 3-3टा पफ हामी जोइन गरिसकेपछि एक्स्ट्रा हाम्रो धागो हुन्छ त्यसलाई कैँचीको सहयोगले काटिदिनेछौँ, ताकि हाम्रो कमरबन्द अथवा फुर्का रफ नदेखोस्। र हामी 3टा फुर्का भएको अथवा 3टा पफ भएको फुलको गुच्छा जस्तोलाई हामी जोइन गर्नेछौँ। जस्तो हाम्रो पफ चाहिँ हामी जोइन गरेको छौँ र देख्न सक्नुहुन्छ हाम्रो जोइन गरेको फुलको गुच्छा अथवा पफको गुच्छा हाम्रो तयार भइसकेको छ। हामीले साइडमा 2टा पफ जोइन गरेको छौँ भने अरू चाहिँ बिचमा हामी 3टा पफ जोइन गरेको छौँ र हाम्रो फाइनल लुक यसरी देख्न सक्नुहुन्छ। हामीले चाहिँ यसरी बनाएको छौँ र कम्मरमा लगाएर पनि यसरी देखेको छौँ। एन्ड थ्याङ्क यू फर वाचिङ दिस भिडियो। आशा छ हजुरले धेरै माया गरिदिनुहुन्छ होला।
थ्याङ्क यू।